हुन्छ हस्। आज चाहिँ अब सोसियल मिडियालाई बुझ्न पहिले अब इन्ट्रोडक्टरी क्लास भएरै भोलिदेखि हामी फेसबुकमा सिधै जान्छौँ। थ्योरीमा चाहिँ हामी खासै जाँदैनौँ कि त्यति, ए हुन्छ हस् सर। हामीले प्र्याक्टिकली नै सिक्छौँ। मैले चाहिँ कोर्समा थ्योरी त्यति राखेको छैन, बस टपिकहरूको सुरुमै राखेको हुन्छु जहिले पनि। हुन्छ सर। ल सो अब हाम्रो अब योवाला टपिक भनेको चाहिँ अब यो डिजिटल मार्केटिङकै कोर्समा आउँदै जाने बेलाको टपिकहरू हो, जसमा अब इन्ट्रोडक्सन क्लास आज भयो। फेसबुक मार्केटिङहरूको हुन्छ, इन्स्टाग्रामको मार्केटिङ आउँछ, प्लस हामीले योलाई चाहिँ अब अलग अलग पोस्ट नगरेर मेटा बिजनेस सुरु त तपाईँलाई थाहा नै होला, त्यहाँबाट गर्न सिक्छौँ। फेसबुकको हजुर अटोमेसनहरू, इन्स्टाग्रामको अटोमेसनहरू सिक्छौँ, मेटा एड्सहरूको बारेमा पुरै हेर्छौँ डिटेलमा। त्यसपछि लिङ्कडिन मार्केटिङ नै हेर्छौँ, पिन्ट्रेस्ट हेर्छौँ, त्यो सँगसँगै अब इमेल र गुगल एड्स त हुने नै भयो हाम्रो, होइन? त्यो फर्स्टमा सोसियल मिडिया मार्केटिङ भनेको चाहिँ अब पहिले मान्छेहरूले डिजिटल मार्केटिङ गर्ने, अहिले पनि डिजिटल मार्केटिङ गर्ने भन्यो भने के भन्छ त सोसियल मिडियामा पोस्ट गर्नेवाला हो भन्छन्, होइन? हजुर सर, बुझ्ने त्यही हो सर, सबले प्रायः जस्तोले चाहिँ। त्यही फेसबुकमा जो बुस्ट गर्छ त्यही हो भनेर सोध्छ नि। हजुर सर। सो मान्छेको कन्सेप्ट के छ भनेपछि यो बुस्टिङ गर्नेवाला हो, यो फेसबुकमा पोस्ट हाल्नेवाला हो भनेर चाहिँ बुझिरहेको हुन्छ। तर त्यो भनेको त एउटा डिजिटल मार्केटिङको एउटा सानो पार्ट मात्रै त हो नि। डिजिटल हजुर मार्केटिङ सर। त कत्रो ठुलो छ नि। हजुर अब अहिलेको टाइममा सोसियल मिडियामा मान्छे किन आइरहेछ भनेपछि जम्मै मान्छेहरू सोसियल मिडियातिर आए, सँगसँगै आफ्नो कम्पनीको ट्रस्ट बिल्ड गराउन, आफ्नो सेल्स इन्क्रिज गर्न, आफ्नो ब्रान्ड क्रिएट गर्नलाई चाहिँ सोसियल मिडियामा आइरहेछ मान्छेहरू। हजुर सर। अब सोसियल मिडिया भनेको त अब कम्प्युटर बेस्ड टेक्नोलोजी, अब यसको बारेमा त तपाईँलाई त्यति भन्नु नै पर्दैन, किनकि अहिले डिजिटलमा इन्टर्नसिप गर्दै हुन्छ भने तपाईँलाई थाहा नै छ। इलेक्ट्रोनिक हजुर मिडियमबाट हामीले मार्केटिङ गर्छौँ भने डिजिटल मार्केटिङ भयो। त्यही इलेक्ट्रोनिक सर। मिडियममा सोसियल मिडिया प्लेटफर्म यदि युज गर्छौँ भनेपछि हामीले सोसियल कम्युनिकेसन, सोसियल लिङ्किङ गर्छौँ भने त्यो गर्ने प्रोसेसलाई नै सोसियल मिडियामा मार्केटिङ गर्नु भनेर भन्छौँ, होइन त? हजुर सर। सोसियल मिडिया अहिले एकदमै पपुलर हुँदै गएको छ। अहिलेको 3-4 वर्ष यता त नेपालमा पनि एकदमै इन्क्रिज भएको छ नि त सोसियल मिडिया त। हजुर पहिले सर। पहिले 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 मान्छेहरू जाँदैन थियो, एकचोटि चाहिँ अब यो बिचमा टिकटकहरू बन्द भएको बेला चाहिँ वेबसाइटमा मान्छेहरूको ध्यान अलिकति बढी गएको थियो। मान्छे धेरै कम्पनीको वेबसाइटहरू पनि बन्यो त्यो बेला। हजुर सर। र सोसियल मिडिया भनेको हाम्रो फेसबुक भनेको चाहिँ एउटा यस्तो सोसियल मिडिया छ जुनमा चाहिँ हर क्याटेगोरीको मान्छे छ कि। जस्तो इन्स्टाग्राम भनेको त एउटा सिम्पल एउटा यङ केटाकेटीहरू बस्ने ठाउँ थियो नि त। हजुर सर। तर त्यो यङहरू फेसबुकमा पनि छ, बुढाहरू पनि फेसबुकमा छ, जो पनि फेसबुकमा छ। हजुर सर। सो हामीले सोसियल मिडियाको अब कुन च्यानल कसरी चुज गर्छौँ भन्ने कुरा चाहिँ आज हामीले यो यहाँबाट थाहा पाउँछौँ। हाम्रो जहिले पनि बिजनेस सुरु गर्ने बित्तिकै त्यो सोसियल मिडिया च्यानल समातिहाल्न चाहिँ पर्दैन कि, जहिले पनि अडियन्स रिसर्च मेन हुन्छ नि त। हजुर सर। आफ्नो अडियन्सको बारेमा थाहा पाएन, आफ्नो प्रोडक्टको बारेमा थाहा पाएन भनेपछि सोसियल मिडिया चुज गर्नमा मान्छेले गलत गरे हुन्छ। मेरो यदि त्यो हाड जोड्ने दुखेको, टाउको दुखेको, यस्तो यस्तो औषधि बेच्नु छ भने मैले इन्स्टाग्राममा बेचेर काम हुँदैन नि त। हजुर सर। मेरो जहिले पनि फोकस कहाँ हुनु पर्यो त? फेसबुकमा आउनु पर्यो। किनकि त्यो सम्बन्धित मान्छेहरू त्यही भेटिन्छ, कपालो मार्ने तेल, हाड जोड्ने दुखेको तेल त त्यही भेटिन्छ नि त। हजुर सर। त्यही ठाउँमा मैले तपाईँले पर्सहरू, लुगाहरूको, फेसनको कुराहरू कहाँ देख्नुहुन्छ त बढी एक्सेसरिजहरूको? फेसबुकमा देखिन्छ अनि रिल्सहरू चाहिँ अब इन्स्टा टिकटकमा पनि देखिरहेको हुन्छ सर। इन्स्टाहरूमा बढी देखिन्छ, किन इन्स्टापछि अहिले चाहिँ टिकटकमा पनि देखिन थालेको छ, होइन? टिकटक भनेको हजुर अहिले त सर। एकदमै राम्रो प्लेटफर्म छ बिजनेसको लागि। हजुर सर। सो अब फेसबुकबाट कन्भर्ट हुने चान्स चाहिँ त्यो एक्सेसरिजहरूको अलिकति कम छ। इन्स्टाग्रामबाट बढी सेल्स भइरहेछ कि नेपालको मार्केटमा चाहिँ त्यति छैन होला, तर इन्डियन मार्केटमा इन्स्टाग्राम यति राम्रो सेल्स गरिरहेछ, एकदमै राम्रो। अब सोसियल मिडियाको टाइपहरू चाहिँ बुझ्नुपर्ने हुन्छ हामी सुरुमा। सोसियल मिडियाको टाइपहरू भन्दाखेरि फर्स्टमा आउँछ फोटो सेयरिङ साइटहरू, होइन? फोटो सेयरिङमा चाहिँ के पर्छ होला त? फोटो अब कन्टेन्टहरू सेयर गर्ने सर, अब डिजाइन यताउति। अनि यसको केही सोसियल मिडियाहरूको नाम फोटो सेयरिङमा? सायद त्यो चाहिँ अहिले थाहा भएन सर। त्यो इन्स्टाग्रामहरू नै हो। इन्स्टाग्राम इन्स्टाग्राम भनेको चाहिँ सुरुमा चाहिँ फोटो सेयर गर्नलाई मात्र निकालेको साइट हो कि, रिल चाहिँ त्यसमा पछि आयो, होइन? हजुर सर। इन्स्टाग्राम भनेको त फोटो सेयरिङ साइट बनाएको थियो कि। फेसबुक चाहिँ फ्यामिलीसँग कम्युनिकेट गर्ने बनाएको थियो भने इन्स्टाग्रामलाई फोटो सेयरिङ मात्र बनाएको थियो त्यो बेला। यो चाहिँ सोसियल मिडियामा नि ब्लगिङ साइटहरू हुन्छ, जस्तो टम्बलर भन्ने साइटहरू छ। यस्तो चाहिँ यो ब्लगहरू लेख्नलाई चाहिँ छ कि यो सोसियल मिडियामा नि।
अनि अर्को भनेको सोसियल गेमिङ, जो हाम्रो अहिले चाहिँ गेमहरू भइरहेछ नि त, त्यो पनि एउटा सोसियल मिडिया जस्तै बनिदिएको छ कि त्यहाँ 5-6 जना मान्छे आएर कम्युनिकेट गरेर हुन्छ कि जस्तो तपाईँको अहिले पब्जी होस् चाहे फ्री फायरहरू होस्, यिनीहरू जो भर्चुअल गेमहरू छ नि, अब लुडो लुडो नै भन्नु न, तपाईँहरू जम्मै 4 जना मिलेर त अनलाइनली लुडो खेल्नुहुन्छ नि त, त्यसले पनि एउटा सोसियल नेटवर्किङ क्रिएट गराएको छ कि अहिले। सो त्यो सोसियल गेमिङ पनि सोसियल मिडियाभित्र परेको छ अहिले चाहिँ। सोसियल नेटवर्किङ साइटहरू छ, भिडियो सेयरिङ साइटहरू छ, बिजनेस नेटवर्कहरू छ, भर्चुअल वर्ल्डमा मेटाभर्स भन्ने नाम सुन्नु भएको छ? त्यो चाहिँ छैन सर। मेटाभर्स भने जस्तो हाम्रो यो युनिभर्स भन्ने छ नि, हाम्रो यो अर्थ ग्लोबलवाला, हजुर सर। त्यसै गरी एउटा भर्चुअल वर्ल्ड छ कि जसलाई मेटाभर्स भन्छ कि। त्यो मेटाभर्समा समेत मान्छेले जमिन किन्न थालेको छ कि, मतलब भर्चुअल जमिन किन्न थालेका छन् कि। सो त्यसै गरी रिभ्यूहरू दिने साइटहरू भयो होइन, जस्तो अब अहिले चाहिँ सोसियल मिडिया बाहेक चाहिँ सोसियल मिडियामा त रिभ्यू दिने पनि छन् नि। अहिले भर्खर अहिले वेबसाइट हो क्या त्यो चाहिँ, यो हाम्रो देशको नेताहरूको पनि रिभ्यू दिने साइट खोलेको छ खोलेको, के अरे रेटियर नेता हो कि के भन्ने वाला एउटा खोलेको छ। त्यसै गरी अहिलेको टाइममा गभर्मेन्टहरूले पनि आफ्नो कुनै न्युजहरू पब्लिस गर्नु छ भने उसले सोसियल मिडिया युज गरिरहेछ। पोलिटिसियनहरूले पनि सोसियल मिडिया युज गरिरहेछ। केही कुरा पनि रिलिज गर्नु पर्यो आफ्नो अर्गनाइजेसनको बारेमा, आफ्नो बारेमा भनेपछि अहिले मान्छेलाई कहाँ इङ्गेज गराउँछ त? सोसियल मिडियामै इङ्गेज गरेर आउँछ। जसको लाइभ इक्जाम्पल भनेको ओली प्रधानमन्त्री जो बेला योभन्दा अगाडि हुन्थ्यो त्यो बेला एकदमै उसको हरेक न्युज सोसियल मिडिया थ्रु नै आउँथ्यो। अनि सोसियल नेटवर्क भनेको अब हरेक बिजनेस सोसियल नेटवर्किङको कुरा भयो होइन। अब इन्टरनेट बेस्ड सोसियल मिडिया छ, तिनीहरू फ्रेन्डसँग, फ्यामिलीसँग, आफ्नो साथीहरूसँग, कस्टमरहरूसँग जो कनेक्ट गराउने प्रोसेस छ त्यो भनेको सोसियल मिडिया नै हो भनौँ होइन, सोसियल नेटवर्किङ भनौँ न। अब सोसियल मिडिया चाहिँ किन जरुरी छ योबाट बुझौँ है त। कन्ज्युमरको 80% जो कन्ज्युमरहरू छ नि मार्केटमा, त्यो जम्मै सोसियल मिडियामा घर बसेको छ। र 80% रिपोर्टेड द्याट सोसियल मिडिया सिग्निफिकेन्टली इम्प्याक्ट बाइङ डिसिजन। अब तपाईँले चाहिँ बाइङ डिसिजन सकेसम्म सोसियल मिडियाबाटै गर्नुहुन्छ। फेसबुकमा सर्च गर्नुहुन्छ होला, त्यो प्रोडक्ट अर्को ठाउँमा सर्च गर्नुहुन्छ होला होइन, वेबसाइटमा दराजको वेबसाइटमा गएर तपाईँ त्यो प्रोडक्ट हेर्नुहुन्छ। अनि पछि आएर त्यही प्रोडक्टहरू फेसबुकमा पनि देख्नुभयो भने अनि तपाईँलाई के लाग्छ, यो त देखिरहेको प्रोडक्ट यो किनिदिउँ न भनेर सोच्नुहुन्छ नि त। तपाईँको बाइङ डिसिजनलाई चाहिँ अहिले सोसियल मिडियाले इम्प्याक्ट गर्दा छ। तपाईँलाई किन्ने मनै थिएन कि केही कुराहरू, तपाईँलाई थाहा नै थिएन भनौँ न, त्यो कुराहरू चाहिँ तपाईँले सोसियल मिडियामा देखेपछि तपाईँले अर्डर गर्नुहुन्छ। अहिले अब जस्तो समर लागिरहेछ भने टी सर्टहरू देख्छ होइन मान्छेले, योभन्दा अगाडि त्यति ध्यान भएको हुन्न, तर जति बेला त्यो एड देख्यो नि 1000 रुपिसको 4 टी सर्ट 3 टी सर्टहरू यस्तो चलिरहेछ अहिले, त्यो मान्छेले चाहिँ त्यहाँबाट किन्न खोज्छ कि। अर्को भनेको 59.9%, जुन भनेको 4.8 बिलियनको 59.9% जो मान्छे छ सोसियल मिडिया युजर्स ग्लोबली कभर 59.9% अफ टोटल ग्लोबल पपुलेसन भन्छ। 4.8 बिलियन मान्छेहरू सोसियल मिडियामा छ भनेपछि त एकदमै ह्युज मार्केट रहेछ नि त सोसियल मिडियाको त। र एभरेजमा यदि वर्ल्डभरिको एभरेजमा डेटा निकाल्दाखेरि हरेक मान्छे 2 आवर्स 24 मिनट सोसियल मिडियामा स्पेन्ड गरिरहेछ अरे कि। 2 घन्टा 24 मिनट चाहिँ ऊ सोसियल मिडिया चलाएर बसेको छ एज एभरेजमा। अब हामीहरूले त दिनभरिमै चलाएर बस्नुपर्ने हुन्छ होइन। हाम्रो त बिहान आँखा खुलुन्जेलदेखि मोबाइल हातमा हुन्छ, मोबाइल छोड्यो ल्यापटप हातमा हुन्छ, फेरि ल्यापटप छोड्यो मोबाइल हातमा हुन्छ नसुतिन्जेलसम्म। अनि त्यसपछि फेसबुक छ। अब फेसबुकमा यो जो टोटल हामी कुरा गरिरहेको छ नि, जो यो 4.8 बिलियन मान्छेहरू, यसको 70% चाहिँ फेसबुकमा छ कि। भनेपछि फेसबुक भने कत्रो ठुलो मार्केट छ कि। 70% भन्दा बढी मान्छेहरू यसको यहाँ बसिरहेछन् फेसबुकमा मात्रै। भनेपछि फेसबुक एकदमै ठुलो छ, एकदमै ह्युज मार्केट छ। आज पनि जहाँ इन्स्टाग्राम टिकटकहरू काम गरिरहेको छैन त्यो ठाउँमा फेसबुकले नै काम गरिरहेछ कि एडहरूको कुरामा। अनि ब्रान्ड अवेरनेस बढाउनको लागि विथ ओभर हाफ अफ द वर्ल्ड पपुलेसन युजिङ सोसियल मिडिया प्लेटफर्म लाइक फेसबुक, इन्स्टाग्राम, ट्विटर, अ नेचुरल प्लेस टु रिच न्यू एन्ड हाइली टार्गेटेड पोटेन्सियल कस्टमर। अब खासमा भन्नुपर्ने हो भने सोसियल मिडियामा बिजनेस आउनेवाला थिएन नि त।
किनकि बिजनेसहरू त बिजनेस गरेर आएको थियो, सोसियल मिडियामा आउनुको रिजन के भयो त, त्यो मान्छेहरू जो उनीहरूको कस्टमर हो हरेक मान्छे चाहिँ सोसियल मिडियामै आएर बस्थ्यो कि, त्यही भएर बिजनेसहरूले जबरजस्ती आउनु परेको हो सोसियल मिडियामा चाहिँ। हजुर अनि अनि मान्छेले सर यो चाहिँ भन्नु न। सर यो ट्विटरमा पनि त्यो प्रडक्टहरू त्यो बेच्छ र सर? ट्विटरमा चाहिँ यस्तो हुन्छ, कुनै ठुलो मान्छेले ट्विटहरू हाल्यो भने यो प्रोडक्ट के हो भनेर चाहिँ किन्न खोज्छ कि मान्छेले। ए ट्विटरमा नि अलिकति राम्रो, अब हामीले मात्रै पोस्ट हालेर त काम छैन। हो त्यसको सर लागि एकदमै ठुलो मान्छेले मन पराएको ठुलो ठुलो ब्रान्डहरू त छ नि ट्विटरमा, उनीहरूको ट्विटमा त राम्रै रिप्लाईहरू आउँछ नि त। ए हजुर ट्विटरमा भनेको अलिकति लिङ्कडिन भन्दा नि माथिको मान्छे हुन्छ कि, लिङ्कडिन भन्दा नि माथिको प्रोफेसनल मान्छेहरू हुन्छ क्या त्यहाँ। टप ब्रान्डहरू टप ब्रान्डहरू भयो, ठुल्ठुलो बिजनेसम्यानहरू त्यही छ, उनीहरूको सोसियल मिडिया अकाउन्ट छैन तर ट्विटरको अकाउन्ट छ कि। ए अब एलन मस्कलाई खोज्न जाने भने त ऊ ट्विटरमै भेटिन्छ नि त, त्यही भेटिन्छ, हजुर उसको ट्विटहरू त्यहीँ आउँछ। उसले एउटा हालेको ट्विटले उसले पुरै हुन्छ नि त। अब योभन्दा अगाडि बिटकोइनको प्राइस के भएको थियो त अहिले थाहा नै छ। सर सो उनीहरूको इन्फ्लुएन्स त्यहाँ यदि ठुलै ब्रान्ड छ भने त्यो ब्रान्डहरूले चाहिँ इन्फ्लुएन्स गराउँछ किन्नको लागि। अनि तपाईँले कोही पनि प्रडक्ट किन्न चाहनुभयो, यदि मार्टमा जानुभयो भने तपाईँले सोसियल मिडियामा देखेको ब्रान्डलाई किन्नुहुन्छ कि नदेखेको ब्रान्डलाई किन्नुहुन्छ? सर अब देखेकै ब्रान्डलाई सर अब जुन ब्रान्ड चाहिँ देख्दै आएको छ त्यहीलाई खोज्छ होइन। त्यही भएर सोसियल मिडियाले ब्रान्डिङमा चाहिँ हेल्प गर्छ क्या हामीलाई। हजुर अनि जो इन्स्टाग्रामको युजरहरू छ नि, तीमध्ये 83% युजरहरूले के भन्छ भने कि यो प्रोडक्टहरू त हामीले त देखेकै थिएन कि, हामी यहाँ देख्छौँ अनि किन्छौँ भन्यो कि, नयाँ प्रोडक्टहरू भेटिरहेछौँ भन्छ कि इन्स्टाग्रामबाट। अनि सबै मान्छेको सबभन्दा टपमा बस्नु पर्यो। मान्छेहरूले कुनै कुराको बारेमा सोच्यो भने उसकै ब्रान्ड सोच्छ। वाइवाईलाई मान्छेले चाउचाउ भन्ने बेला वाइवाई चाहिँ किन याद आउँछ त, किनकि हरेक ठाउँ उसकै कुरा सानो छँदादेखि वाइवाई नै देख्दै आएको, त्यही भएर हजुर हाम्रो मनमा वाइवाई भन्ने चल्थ्यो त्यो बेला। एकदमै बच्चाहरूलाई लिएर ब्रान्डिङ गर्थ्यो उसले, एडहरू पनि त्यसै हालेर आउँथ्यो। हजुर अब हाम्रो अर्को भनेको हामीले सोसियल मिडियाको लागि हुन्छ नि त, पोस्ट गर्ने भन्यो एभ्री टाइम मोबाइलै समाति राख्ने, ल्यापटपै समाति राख्नु पनि परेन। हामीलाई 90 डेजसम्मको त सेड्युल गर्न मिल्छ नि त अहिले नै। हजुर सो हामीले 90 डेजसम्मको एकैचोटि सेड्युल गरेर जान मिल्छ। मेनली भनेको हाम्रो यो दसैँ तिहारको बेलामा, नेपालको बेलामा हामीले नि जुन बेला कम्पनीहरूमा वर्क गर्थ्यौँ त्यो बेला दसैँ तिहारको पोस्टहरू जम्मै 2 महिना 1.5 महिना अगाडि नै सेड्युल गरेर राखिसकेका हुन्थ्यो कि हामीले। अप्रुभल लिएर सेड्युल गरेर सबै नसकुन्जेलसम्म कसैलाई दिँदा नै दिँदैन थियो कि। सो हामीलाई चाहिँ अब मान्छेहरूको हुन्छ नि त माइन्डमा बस्नको लागि त्यति गाह्रो चाहिँ छैन। 90 डेजसम्म एकैचोटि सेड्युल गर्न पनि मिल्छ, जो भनेको हाम्रो लागि एकदमै फाइदाकै कुरा हो। अनि भनेको लिड जेनेरेसन भनेको हामीलाई एकदमै जरुरी हुन्छ। लिड्स भनेको चाहिँ हामीलाई आउने मेसेजेसहरू, फर्महरू, क्वेरिजहरू भयो है। सोसियल मिडियाले चाहिँ हामीलाई लिड जेनेरेट गर्नमा चाहिँ हेल्प गर्छ। जस्तो ट्रेनिङ इन्स्टिट्युट फेसबुक लिड्स एड द्याट पिपुल एलाउज इन्ट्रेस्टिङ इन लर्निङ मोर अबाउट देयर कोर्सेस। अब मान्छेले चाहिँ कुनै मान्छेले यदि हामीलाई फेसबुकमा चाहिँ ट्रेनिङ इन्स्टिट्युटको एड देखेर मेसेज गर्यो भने हामीले के बुझ्छौँ त, ए योलाई सिक्ने इच्छा रहेछ त्यही भएर गरेको भन्ने लाग्छ होइन। अनि त्यो कम्युनिकेसनलाई कतिको सजिलो बनाइदिएको छ त, एउटा क्लिकमै हामीले त्यो मान्छेले त्यो बिजनेससँग कनेक्ट हुन पाएको छ विथिन अ ट्याप। सो अहिले चाहिँ एडभर्टिजमेन्ट हरेक प्लेटफर्मले ल्याइसकेको छ, त्यही रिजनले गर्दा, ताकि पर्सन र बिजनेस एक अर्कामा कनेक्टेड रहोस् भनेर। अर्को भनेको अहिले अब सोसियल मिडियामा इन्फ्लुएन्सर मार्केटिङ पनि चलिरहेछ एकदमै। फुड इन्फ्लुएन्सरहरू भयो, प्लस यो अब अहिलेको सो कल्ड अब त्यो टिकटकमा बढी फलोअर भएको इन्फ्लुएन्सरहरू भयो होइन। मान्छेले के बुझ्छ, टिकटकमा बढी फलोअर हुँदैमा इन्फ्लुएन्सर हो भनेर सोध्छ नि त। तर टिकटकमा बढी फलोअर हुँदैमा ऊ इन्फ्लुएन्सर होइन। इन्फ्लुएन्सर भनेको त्यो मान्छे हुन्छ जसले अर्कोलाई इन्फ्लुएन्स गर्न सक्छ। अस्ति भर्खरको एउटा एडमा मैले देखाएको थिएँ, त्यहाँ एकजनाले ब्रान्ड सो गरिरहेको छ, एकजना केटीले, अब मोडल कोही होला है, तर उसको कमेन्टमा त्यो प्रोडक्टको कुरा कसैले गरेको छैन कि।
त्यसमा के भनिरहेको छ तिमी तिमी कति राम्री भनेर मात्रै भनिरहेको छ कि सो द्याट इज नट अ इन्फ्लुएन्सर कि त्यसले ब्रान्डमा कुनै पनि हेल्प गर्दैन नि त हजुर सर उसले वेस्ट अफ मनी भनौँ न ब्रान्डको लागि त त्यही भएर इन्फ्लुएन्सरले चाहिँ इन्फ्लुएन्स गर्न सक्नु पर्यो उसले भनेको भरमा चाहिँ मान्छेहरूले किन्नु पर्यो त्यो चाहिँ अहिले त सोसियल मिडियामा बढी फलोअर भयो भने त्यही ब्रान्डहरू मिलिहाल्छ एन्ड कमाइ राम्रै हुन्छ हजुर अब केही पपुलर सोसियल मिडिया प्लेटफर्महरू भनेको हाम्रो फेसबुकहरू युट्युबहरू इन्स्टाग्राम टिकटक लिङ्कडिन पिन्ट्रेस्ट एक्स होइन ट्विटर यिनीहरू नै हो जसमा हजुर चाहिँ मान्छे चाहिँ 3.07 बिलियन चाहिँ फेसबुकमै मान्छे छ अहिले डेटा अझै बढेको होला है यो अलिकति पुरानो डेटा छ 4-5 महिना अगाडिको यसो चाहिँ 2.5 बिलियन यहाँ पनि बिलियनमै छ यहाँ पनि बिलियनमै छ लिङ्कडिनमा आइसकेपछि चाहिँ मिलियनमा छ किनभनेपछि यहाँ चाहिँ त्यो आल्टु फाल्टु त्यो नराम्रो पोस्ट गर्ने त्यो यताउतिवाला कामहरू हुन्न नि त लिङ्कडिनमा त्यो त हो सर त्यही भएर यहाँ चाहिँ मान्छे अलिकति कम छ पिन्ट्रेस्टको मार्केट युएसएमा राम्रो छ यो चाहिँ ब्युटी केयर प्रोडक्ट र ह्यान्डिक्राफ्ट प्रोडक्टको लागि एकदमै राम्रो छ पिन्ट्रेस्ट चाहिँ र एज हाम्रो एसियोको बेला ब्याकलिङ्क्सको लागि अझै राम्रो छ हामीलाई पिन्ट्रेस्ट भन्ने अर्को ट्विटर छ ट्विटरमा त अब ट्विट गर्नलाई मात्रै हो अब ट्विटमा नि एउटा अहिलेको टाइममा हेर्नुहुन्छ भने एउटा मिनी ब्लग टाइपको गरेको छ कि ट्विटरले नि एउटा सर्ट ब्लग जबमा लेख्न चाहिँ दिन्छ एकदमै ठुलो ब्लगिङै गर्न दिन्न तर एउटा सानो पार्ट चाहिँ लेख्न दिन्छ उसले ब्लगिङ टाइपको मिनी ब्लगिङ भन्छ त्यसलाई त्यो लिस्टमा चाहिँ यो पर्छ अब हामी चाहिँ युजरहरू हेरौँ है त अब हामीले चाहिँ कुन च्यानल सेलेक्ट गर्ने भन्ने कुरा यहीँबाट थाहा हुन्छ कि बिजनेसलाई फेसबुकमा सबभन्दा बढी ठुलो युजर चाहिँ 25 to 34 एज ग्रुप छ अरे 31.5% छ फिमेल 43 मेल 57 र उनीहरूले दिनको 33 मिनट पर डे चाहिँ स्पेन्ड गरिरहेको छ एभरेजमा हेलो हजुर सर हजुर सुनिरहेको सर ए त्यसै गरी अब इन्स्टाग्राम अब यहाँ हेर्नु ल यहाँ 25 to 34 थियो है हाम्रो एज ग्रुप हजुर सर अब त्यो यहाँ आएर के भयो त 18 to 24 को एज ग्रुप बढी छ यो खासमा 18 पनि होइन कि 18 भन्दा नि कम एजको छ कि यहाँ 18 त अब लिगली देखाउने एज मात्रै हो 10 क्लास नि भन्नु पर्दैन लगभग 7 क्लास 8 क्लासको बच्चाहरूदेखि नै आइसकेका हुन्छ यहाँ इन्स्टाग्राममा जहाँ चाहिँ फिमेल 48 छ भने मेल चाहिँ 51% छ र एभरेजमा 29 मिनट पर डे नै बिताइरहेछन् यहाँ पनि अब यहाँ टिकटकमा हेरौँ है टिकटकमा पनि एज ग्रुप त सेम नै छ जुन चाहिँ 18 to 24 हो यहाँ चाहिँ फिमेल बढी छ 61% फिमेल छ भने 39% मेल छ कि अब यहाँ हामी यो दुईटाको जो अहिले भर्खर हेरौँ यसको टाइम कति छ त 33 मिनट्स छ 33 छ यसको कति थियो 29 थियो अब यो टिकटकको कति छ त 89 भनेपछि लगभग 1.5 घन्टा मान्छे चाहिँ टिकटकमा बिताइरहेको छ कि सबभन्दा बढी टाइम टिकटकमा बिताइरहेको छ मान्छेले सो हाम्रो चाहिँ फिमेल पनि यहाँ बढी छ भनेपछि यहाँ चाहिँ कस्तो टाइपको प्रोडक्टहरू चाहिँ यहाँ एडभर्टाइज गर्दा चाहे यहाँ पोस्ट गर्दाखेरि चाहिँ सेल्स हुन्छ होला त यसमा चाहिँ अब हरेक पोस्ट अब जस्तो यो लुगाहरू भयो सर लुगाहरू भयो हैन अनि त्यो होटलतिर पनि हुन्छ त्यो हुन्छ नि सर त्यो रेस्टुरेन्टतिरको त्यो रिल्सहरू खानेकुरा रेस्टुरेन्टको रिलहरू पनि हुन्छ हजुर लगभग हरेक बिजनेसको लागि टिकटक राम्रो छ नि त अहिले टाइममा त हजुर अनि मान्छेहरू पनि इङ्गेज भइरहेको छ सबभन्दा बढी भनेपछि त हामीलाई टार्गेट चाहिँ त्यहीमा चाहिँ फ्रीमा भनौँ न हामीले त एउटा पैसा तिर्नु पर्दैन नि त यसको लागि अलिकति इफोर्ट त लगायो भने चाहिँ हुन्छ मान्छेहरूले फेसबुक एडमा गइरहेको छ के हजुर सर यो टिकटकमा पनि एड गर्न मिल्छ एड चलाउन मिल्छ अहिले भर्खर लेटेस्ट चाहिँ आएको छ भनेर सुनेको थिएँ होइन किनकि अहिले भन्दा 1.5 महिना अगाडिसम्म थिएन आएको नेपालमा चाहिँ दिएको थिएन तर टिकटक प्रोग्राम फर नेपाल भनेर मैले अस्ति भर्खर कहाँ देखिरहेको थिएँ त्यसको मैले डिटेलमा हेरेको छैन होइन मैले योभन्दा अगाडि एउटा एड चलाएको तर मैले चाहिँ युएसको अकाउन्टबाट चलाएको थिएँ कि नेपालमा अहिलेसम्म एड हेर्न त मिलेको छैन भनेपछि अहिले अझै नै एक्सेस दिएको छैन जस्तो लाग्छ मलाई
तर अस्ति रजिस्टर भइसकेपछि टिकटक फर नेपाल भन्ने एउटा अलगै आएको छ कि एडवाला सेगमेन्ट। हजुर ए त्यसमा चाहिँ मैले हेर्न बाँकी छ, म हेरेर बताउँछु नि तपाईँलाई। ए हुन्छ हस्। अनि त्यसै गरी युट्युबको चाहिँ 25 to 34 को छ, जसमा फिमेल 46 छ, मेल 54 छ। यहाँ पनि एभरेजमा आधी घन्टा नै बिताइरहेछ मान्छेहरूले। सर त्यसै गरी ट्विटरमा चाहिँ हेर्नुहुन्छ भने चाहिँ यहाँ फिमेलहरू चाहिँ 38 छ। एज ग्रुप पनि यहाँ एकदमै हुन्छ नि त, अलिकति सिनियर टाइपकै मान्छेहरू यहाँ बढी भेटिरहेछ हजुर र मान्छेहरू 30 मिनट बिताइरहेछन् यहाँ। अब यहाँ फिमेलहरू कम हुनुको रिजन के होला त ट्विटरमा? सर अब फिमेल बेसी छ यसमा। कति छ फिमेल? 38 सर अब यो फिमेल त अब यो खासै त्यो ट्विटर त्यो लेडिजहरूले खासै त्यो चलाउँदैन नि त। अब हुन्छ नि अब बिजनेस वुमनहरूले चाहिँ अब इन्टरटेनिङ नभएर हजुर सर इन्टरटेनिङ छैन, त्यही भएर चाहिँ फिमेल कम छ। मेलहरूलाई चाहिँ अलिकति बिजनेसको बारेमा एलन मस्कले के भनिरहेछ भनेर चाहिँ हामीले चासो हुन्छ नि त। हजुर सर त्यही भएर चाहिँ मेलहरू अलिकति बिजनेसम्यान, अब बिल गेट्सहरू जम्मै जो छ ठुल्ठुलो बिजनेसम्यानहरू, उनीहरू जम्मै ट्विटरमै भेटिन्छ। ठुलो ठुलो सेलिब्रिटिजहरू जम्मै ट्विटरमै भेटिन्छ। त्यही भएर चाहिँ मेलहरू चाहिँ बढी हुन्छ कि यहाँ ट्विटरमा। लिङ्कडिन युजर हेर्नुहुन्छ भने अहिले नि त्यो बच्चावाला एजहरूको कोही पनि आएको छैन। 25 to 34 कै एज ग्रुपहरू बढी छ यो भित्र। फिमेल र मेल लगभग बराबरै छ भनौँ न, यता 48 र 52 भन्नाले। र लिङ्कडिनमा चाहिँ त्यति टाइम स्पेन्ड गर्दैन, जस्ट जबहरू हेर्छौँ, नयाँ पोस्टहरू के छ। लिङ्कडिनमा चाहिँ हामीले कति टाइम बिताउँछ र एकचोटि हेऱ्यो भने 5 मिनट जति बस्छ होइन म्याक्सिमम्? त्यही 5-10 मिनट बसेर हुन्छ। त्यही बस्छ। तर फेसबुक चलायो भने, टिकटक चलायो भने, इन्स्टाग्राम चलायो भने त हामी त एकदमै बस्छौँ नि त लामो समयसँग। त्यही भएर यसको चाहिँ अब टाइम पनि कम छ कि मान्छेहरू बस्ने टाइम। त्यसै गरी पिन्ट्रेस्टको मार्केट चाहिँ यहाँ फिमेल बढी छ, किनभने चाहिँ यहाँबाट ब्युटी केयर प्रोडक्ट र ह्यान्डिक्राफ्ट प्रोडक्टहरू एकदमै बेचिन्छ कि। नेपालबाट चाहिँ ह्यान्डिक्राफ्ट प्रोडक्टहरू बेचिरहेछ। युएसको मार्केट चाहिँ एकदमै राम्रो छ पिन्ट्रेस्टको चाहिँ। यहाँबाट राम्रो सेल्स जेनेरेट गरिरहेछन् कि, किनकि बाहिरको मान्छेहरूले केही कुरा सर्च गर्नु पर्यो भने पिन्ट्रेस्ट खोज्छ कि उहाँको मान्छेहरूले। र पिन्ट्रेस्ट भनेको एउटा यस्तो टुल पनि हो हाम्रो सोसियल मिडियाको लागि, जहाँबाट हामीलाई कन्टेन्टको बारेमा थाहा हुन्छ, हामीले कन्टेन्ट आइडिया पाउँछौँ। म आफैले पनि दिन बेला काम गर्थेँ, एज अ सोसियल मिडिया मैले ह्यान्डल गर्थेँ होइन, रेस्टुरेन्टहरूको। त्यो टाइममा चाहिँ मैले पिन्ट्रेस्टबाटै आइडिया लिन्थेँ कि पोस्टको लागि। पिन्ट्रेस्ट एकदमै राम्रो प्लेटफर्म छ तपाईँलाई कन्टेन्ट। हाम्रो मन्थली कन्टेन्ट प्लान बनाउनु पर्छ होला है तपाईँहरूकोमा चाहिँ के छ? मन्थली बनाउँछ कि के गर्छ? मन्थली नै हो सर। त्यही मन्थली कन्टेन्ट बनाउँदाखेरि चाहिँ पिन्ट्रेस्टको आइडियाहरू चाहिँ मैले लिन्थेँ कि त्यहाँ यस्तो राम्रो राम्रो डिजाइनहरू छ, यस्तो राम्रो राम्रो लाइनहरू छ, एकदमै राम्रो छ कि कपी राइटिङमा चाहिँ त्यहाँ। अनि हामीले चाहिँ प्लेटफर्म चुज गर्दाखेरि हाम्रो ब्रान्ड, प्रोडक्ट, अडियन्स हेरेरै चुज गर्नु पर्यो नि त होइन? हजुर सर। कपाल उमार्ने तेल इन्स्टाग्राममा बेचेर त भएन सर। त्यही माथि पनि इन्स्टाग्राममा चाहिँ अहिले यो यङ जेनेरेसनहरू किन सिफ्ट भएको भनेपछि उनीहरूले चाहेको जस्तो पोस्ट गर्न पाइएन कि। प्यारेन्ट्सहरू इन्स्टाग्राममा छैन होइन, छैन सर। त्यसकै फाइदा उठाएर चाहिँ युथहरू चाहिँ इन्स्टाग्राममा छिरेको, ताकि प्यारेन्ट्सहरूले उनीहरूको पोस्ट हेर्न नपाओस्, उनीहरूको स्टोरी हेर्न नपाओस्, उनीहरूको त्यो स्याड पोस्ट हाल्यो नि त्यहाँ रियाक्ट गर्न नपाओस्, थाहै नहोस् भनेर कि। तर फेसबुकमा त घर परिवार त छँदै थियो, झन् रिलेटिभहरूले झन् परेशान गरेका हुन्छन्। त्यही भएर चाहिँ इन्स्टाग्राममा चाहिँ युथहरू जम्मै सिफ्ट भएको हो कि। अनि हाम्रो मोस्ट इफेक्टिभ वेज है हाम्रो सोसियल मिडियाको इन्गेजमेन्ट बढाउनको लागि भनेको राइट कन्टेन्ट टु राइट अडियन्स भनौँ। अब हामीले अडियन्सलाई त टार्गेट गर्ने हामीलाई थाहा छ है, तर हामीले राइट मेसेज या राइट कन्टेन्ट दिन सकेनौँ भने त्यो अडियन्स हाम्रोमा आउँछ त? आउँदैन नि। जस्तो हामीले हाम्रो चाहिँ जस्तो अब सोसियल मिडिया डिजिटल मार्केटिङको बारेमा चाहिँ हाम्रो कम्पनी छ भन्यो होइन, अनि हामीले कन्टेन्ट के लेखिरहेछौँ त? यो ज्वरो आयो भने यो औषधि खाने भनेर हामीले कन्टेन्ट पोस्ट गरिरहेछौँ सोसियल मिडियामा। त्यसले गर्दा त हामीलाई त अडियन्सले ट्रस्ट पनि गर्दैन, प्लस त्यो त राइट अडियन्सलाई हामीले टार्गेट गरेकै भएन। यदि राइट अडियन्सलाई टार्गेट गर्न सकिएन भने
पोस्टमा इन्गेजमेन्ट भन्ने कुरा त बिर्सिदिए पनि हुन्छ भनौँ। अर्को भनेको हामीलाई टाइमिङको कुरा एकदम जरुरी छ। हामीले आफ्नो अडियन्सको टाइमहरू बुझ्नुपर्ने हुन्छ। टाइम बुझ्नको लागि हामीले जति बेला एड चलाइरहेको हुन्छौँ त्यहाँ एउटा एक्टिभ टाइम्स भन्ने अप्सन त आउँछ, जुन अनुसार चाहिँ हामीले थाहा पाउन सक्छौँ कि हाम्रो जो फलोवरहरू छ, युजरहरू छ, हामीले अहिलेसम्म जुन निस हामीले टार्गेट गरिरहेका छौँ तिनीहरू चाहिँ कुन बेला एक्टिभ हुन्छ भनेर चाहिँ त्यहाँ दिन्छ। त्यो सँगसँगै हामीले 4-5 एड चलाएर अलरेडी टेस्ट गर्नुपर्छ कि बिहान हालेर हेर्नु पर्यो, दिउँसो हालेर हेर्नु पर्यो, अनि त्यहाँको हाम्रो डेमोग्राफिकहरू पनि चेन्ज गरेर हेर्नु पर्यो। जस्तो हुन्छ नि त, एकचोटि चाहिँ 25 देखि 30लाई टार्गेट गरेर छ भने अर्कोदेखि 30 देखि 35लाई टार्गेट गर्छौँ। चेन्ज गरेर 5-6वटा एड जबसम्म हामीले टेस्ट गर्दैनौँ तबसम्म हामीलाई राइट अडियन्स र राइट टाइम प्लस हामीले चाहिँ कस्तो अडियन्सलाई टार्गेट गरेर छ भन्ने थाहा नै हुँदैन कि हामीलाई जबसम्म डेटा आउँदैन। हामीले त जति बेला मान्छे हाम्रो अडियन्स अनलाइन छ त्यो बेला नै पोस्ट गर्छौँ नि त। अब जस्तो नेपालको केसमा चाहिँ कुन कुन टाइम होला त पोस्ट गर्नलाई राम्रो चाहिँ टाइम? नेपालको दिउँसो कि अलि साँझतिर होला सर। दिउँसो कि साँझ है? हजुर सर। तर अब नेपालको टाइमहरू यस्तो छ, पोस्ट गर्ने टाइमहरू भनेको बिहान 6 बजेदेखि 10 बजेसम्म, दिउँसो 12देखि 2 बजेसम्म र साँझ 6 बजेदेखि 10 बजे, 10 बजे म्याक्सिमम गयो भने 12 बजेसम्म। यति टाइम मात्रै छ क्या नेपालको मार्केटमा। र 12 बजेपछि कोही पनि त्यस्तो उठेको चाहिँ हुँदैन कि हाम्रो अडियन्सहरू चाहिँ। तर यही कुरा यदि युएसको मार्केटमा हेर्नु हुने हो भने त्यहाँ चाहिँ कोही मान्छे हुन्छ नि त, एउटा सुत्छ भने अर्को उठ्या छ, अर्को ग्रुप उता। हजुर। त्यहाँ त 24 घन्टा त्यो हुन्छ नि त, त्यो शान्त भन्ने त हुँदैन नि त। हजुर, हुँदैन, बिजी भइरहन्छ तिनीहरू। हो, त्यहाँको लागि त हाम्रो अब कुन अडियन्स हो त्यो चाहिँ टार्गेट गरेर चाहिँ गर्नु पर्यो। अब कन्सल्टेन्सीहरूले अस्ट्रेलिया पठाउने बेला, युएस पठाउने बेलाहरूले त राति 12 बजेसम्म 1 बजेसम्म गर्दा नि फरक परेन, उनीहरू बिउजेको छ कि उनीहरूको अडियन्स। यहाँ जाने जो मान्छेहरू हुन्छ उनीहरू चाहिँ अलिकति बिउजेकै हुन्छन्, 12-1 बजेसम्म च्याट गरेरै बसेका हुन्छ। त्यही ठाउँमा यो तपाईँको कोरिया जाने, साउदी जाने, अनि कतार जाने यिनीहरूलाई टार्गेट गर्नु पर्यो भने यिनीहरू त 10 बजे सुतिहाल्छ नि त, 10-11 बजेतिर त। हजुर सर। त्यो टाइमिङ चाहिँ हामीले अडियन्सलाई हेरेरै टाइमिङहरू सेट गर्छौँ। अर्को भनेको जेन्युइन हुने भनेको छ। जेन्युइन र ट्रान्सपेरेन्ट हुने कुन केसमा भनेको हामीले भनेपछि हामीले चाहिँ फेक इन्फर्मेसनहरू चाहिँ प्रोभाइड गर्नु भएन कि। एकचोटि ट्रस्ट टुट्यो भने तपाईँकोमा चाहिँ कस्टमर कहिले पनि फर्केर आउँदैन, इन्गेजमेन्ट तपाईँको पोस्टसँग पनि इन्गेज हुँदैन। त्यो त हो सर। अनि हामीले त एउटा रिलेसनसिप बिल्ड गर्ने हो नि त उनीहरूसँग। हजुर सर। अब हाम्रो ब्रान्डसँग उनीहरूले मन पराएन के पनि, अब हुन्छ नि त, उनीहरूले पनि बेनिफिट पाओस्, हामीहरूले पनि बेनिफिट पाओस्। हामीहरूको दुइटैको कनेक्सन कसरी चल्छ त? उनीहरूले चाहिँ हामीलाई हुन्छ त ट्रस्ट गर्छन्, हाम्रो सामानहरू किन्छन्, हामीले पनि एज अ जेन्युइन सामान रियल इन्फर्मेसन दिएर प्रोभाइड गरिरहेको छ भने त उनीहरूले पनि त राम्रो सामान पायो, हामीले पनि प्रफिट पायौँ भनेपछि त दुवै बिचको जो कम्युनिकेसन छ त्यो चाहिँ राम्रो हुन्छ नि त। त्यही भएर चाहिँ हामीले जेन्युइन र ट्रान्सपेरेन्ट हुन एकदमै जरुरी छ क्या। अब हामीले टार्गेट अडियन्सको कुरा गरौँ। टार्गेट अडियन्सलाई चाहिँ हामीले अब टार्गेट अडियन्स भनेको हामीलाई के हो त? सुरुमा टार्गेट अडियन्स भनेको कसरी बुझ्नु भएको छ? टार्गेट अडियन्स अब त्यो अडियन्सहरूले अब कस्तो प्रडक्ट खोजिरहेछ, हाम्रो पोटेन्सियल अडियन्स जसलाई चाहिँ हामीले एज अ सेल्सको रूपमा, कस्टमरको रूपमा कन्भर्ट गर्न चाहेका छौँ, तिनै हुन् होइन? अनि हामीले चाहिँ टार्गेट अडियन्स चाहिँ कसरी डिफाइन गर्छौँ भनेपछि आफैलाई क्वेसन सोध्नु पर्यो कि, या त एनालिटिक्स टुल हेर्नु पर्यो, हाम्रो मेटा बिजनेस टुलले पनि दिन्छ जम्मै डेटा। त्यो सँगसँगै हामीले आफैलाई क्वेसन सोध्यो भने हाम्रो अडियन्स पुरै निस्किन्छ क्या। फर्स्टमा त मेरो प्रोडक्ट र सर्भिस के हो, अनि अर्को भनेको कसले यो विट इज फर कसको लागि हो त, अर्को भनेको कसको लागि चाहिँ यो युजफुल छ त, अनि कसले चाहिँ किन्छ त मबाट, के जरुरत पर्छ र उसले मेरोबाट किन्नलाई उसलाई के जरुरत चाहियो नि त, उसलाई के जरुरत पर्या होला र मलाई किन्छ, र
ऊ चाहिँ मेरो बिजनेसमा चाहिँ किन इन्ट्रेस्ट देखाइरहेछ, यति कुरा बुझ्नुभयो भने तपाईँको चाहिँ टार्गेट अडियन्स चाहिँ आउने मिल्ने भयो कि। जस्तो हामीले चाहिँ त्यो अघि जो कपाल झर्नेवाला भन्दा थियो होइन, हजुर सर। यो कपाल झर्ने प्रोडक्टको बारेमा चाहिँ हामीले हालिरहेको थियौँ होइन। अनि हाम्रो चाहिँ अब टार्गेट अडियन्स चाहिँ हुन्छ नि त 35 वर्षभन्दा माथिको एज ग्रुप हो नि त। अनि हामीले चाहिँ पोस्ट गर्ने बेला हाम्रो दिमागमा त कस्तो खाले इमेज राख्ने, कुन ठाउँमा पब्लिस गर्ने भन्ने कुरा त हामीलाई थाहा हुनु पर्यो। हजुर सर। अब जस्तो कपाल उमार्नेवाला अघि अघि नै मैले भने जस्तो कपाल उमार्नेवालाको उसमा चाहिँ हामीले गेमिङको बारेमा हालिरहेको छौँ, टी सर्ट किन भनेर हालिरहेछौँ भने त्यो त राइट अडियन्सलाई टार्गेट गरेको पनि भएन, प्लस त्यो कन्टेन्ट पनि काम लाग्ने भएन, सबै वेस्ट भयो। त्यसले त एकदमै नेगेटिभ इम्प्याक्ट पार्छ नि, एउटा पनि कि आउट अफ कन्टेक्स्ट कुराहरू आयो भने। अनि एकचोटि ब्रान्डलाई ग्रो गर्न लास्ट गाह्रो छ, तर झार्न त अहिले सजिलो छ, कम्पिटिटर त हेरेर बसेको छ। अनि हामीहरूले राम्रोसँग रिलेसन बनाउन सकेन कस्टमरसँग भने त त्यो हुन्छ नि त, कम्पिटिटरहरू त पुरै बसिरहेको हुन्छन्। कति यो कम्पिटिटरहरू जस्तो तपाईँलाई चाहिँ हाम्रो यो चाहिँ डिजिटल मार्केटिङको बेला मैले भन्ने गरेर हुन्थेँ होइन। नेपालमा हामीलाई सबभन्दा मेन चाहिने भनेको अडियन्स रिसर्च र कम्पिटिटर रिसर्च। यो अडियन्स रिसर्च र कम्पिटिटर रिसर्च गरेर कुनै बिजनेसलाई चाहिँ हुन्छ नि त, टपको बिजनेसलाई झारेको र आफू टपमा आएको कुनै केस थाहा छ तपाईँलाई? अलि थाहा भएन सर। यो चाहिँ हाम्रो लिक्विड मार्केटमा, हाम्रो बियरको मार्केटमा भएको थियो कि गोर्खा बियर यस्तो टपमा थियो कि अराउन्ड मार्केटको पुरै मार्केटको 40% एक्लैले होल्ड गरेर बसेको थियो कि। त्यसको अगाडि टु बक्स, एन्ड मिङ्गल सबै चाहिँ तल थियो कि, अलिअलि सानो सानो पोर्सन लिएर बसेको। त्यही टाइममा अर्नाले आफ्नो अडियन्स रिसर्च गर्यो, प्लस कम्पिटिटरलाई नि हेऱ्यो के कमी छ भनेर, उसले चाहिँ सबभन्दा फर्स्ट नेपालमा सानो बोतल बियरले खोलेको 8% अल्कोहल भएको अर्ना सानो बोतल अर्ना लिएर आयो र मार्केट यस्तो खाइदियो गोर्खाको कि खत्तमै खाइदियो नि। उसले चाहिँ के राख्यो त, टाइटल के राख्यो आफ्नो भनेपछि जहाँ पनि जहिले पनि भन्यो कि, मतलब उसले को अडियन्सलाई टार्गेट गर्यो त, जसलाई चाहिँ बोक्न सजिलो छ भनेर उसले मेसेज दियो कि त्यहाँबाट। अनि अर्को भन्छ कसलाई टार्गेट गर्यो भने जसले कम बियर खान खोज्थ्यो होइन, मलाई चाहिँ एउटा ग्लास मात्रै दिए भन्नेवाला, प्लस बोक्नलाई पनि सजिलो हुने गरी है, त्यसरी चाहिँ टार्गेट गर्यो कि उसले अडियन्सको। त्यो त बाहिर चलिरहेको थियो नि त त्यो कुराहरू त, तर नेपालमा उसले फर्स्ट टाइम इम्प्लिमेन्ट गरेको कि। त्यही भएर हाम्रो कम्पिटिटरहरू त आफ्नो काम गरि नै रहेको हुन्छन्, बस अर्काको डाउनफल भयो भने, एउटाको डाउनफल भयो भने अर्को चाहिँ आफै हाइक भइ नै हाल्छ। अब नेपालमा नि चाउचाउको मार्केट खाएको होइन त, नुडल्सको मार्केट वाइवाईको पुरो मार्केट खाइदिएको हो करेन्ट नुडलले। अहिले त मान्छेहरू करेन्ट नुडलतिरै गयो नि त बढी, त्यसले गर्दा नि उनीहरूलाई गाह्रो भयो। अनि त्यसपछि जबरजस्ती नचाहेर पनि उनीहरूले नयाँ ब्रान्ड ल्याउनु पर्यो, पिरो भन्नेवाला। त्यो चाहिँ आएको थियो, मार्केटमा आइसक्यो हो, तर त्यसको खासै सेल्स छैन, त्यति सेल्स छैन, करेन्ट जतिको चाहिँ सेल्स छैन। एउटा चाहिँ रिल देखिरहेको थिएँ मैले टिकटकमा पनि, के अरे त्यसको मामुले चाहिँ अब हुन्छ नि त, बोल्न आउँदैन नि त राम्रोसँग प्रोडक्टको नेमहरू। सो रामेन भन्नुपर्ने, मलाई चाहिँ त्यो रामायण लिएर आएछ है भन्दै थियो कि। त्यस्तो इम्प्याक्ट परिसकेको छ कि हरेक मान्छेलाई त्यही चाउचाउहरू मन परिरहेछ कि, बियोन्ड द एज ग्रुप छ अहिले त रामेनहरू। अब हामीले हुन्छ नि त, सोसियल मिडिया मान्छेले चाहिँ इन्टरटेनमेन्टको लागि युज गरेर हो नि त। अब हामीले चाहिँ त्यहाँ नचाहिने एडहरू हालिदिएर काम भयो त, मान्छेले त तपाईँले एड देख्नु भने सिधै स्क्रोल हाल्नुहुन्छ होइन। अन्टिल एन्ड अनलेस त्यो डिजिटल मार्केटिङको हायरिङ सम्बन्धी न्युज प्लस केही अपर्च्युनिटी सम्बन्धी न्युज नभएसम्म, कनेक्सन नभएसम्म चाहिँ अलि अब त्यो ड्राई क्लिनिङको वाला एडहरू आएर होला, के आएर होला, अन्त झ्याम्मै स्किप हालिदिन्छ नि। अब अहिले स्कुलहरूको एड आयो भने हामीले हेर्छौँ त, किन हेर्ने, चाहिँदैन, हेर्दै हेर्दैन, न त बच्चाहरू छन् हाल्नलाई भनेर। त्यही भएर चाहिँ
यस्तो खाले एड बनाउनु पर्यो कि मान्छेलाई चाहिँ इन्टरटेनिङ होस् कि मान्छेले त्यहाँ मजा लिँदा लिँदै उनीहरूले एड हेर्न पाओस् कि हजुर अहिले नेपालको केसमा यस्तो इन्टरटेनिङ एडहरू बनाएको देख्नु भएको छ अहिले भर्खर सुरु भएको छ कि स्टोरी टेलिङ टाइपको बनाउँछन् नि एडहरू स्टोरी हजुर अहिले त्यो यो सायद इन्फ्लुएन्सरहरूले नि गरिरहेछ के अरे म त यहाँ गएँ यस्तो गरेँ भन्छन् अनि त्यो सँगसँगै उसले चाहिँ बिचमा प्रोडक्टहरू प्रचार गरिरहेछ है त्यो त देखेर हुन्छ सर यो हन्डाको एडहरू घुम्न गएको बेला आई थिङ्क एउटा लेडिज उनीहरूले हालिरहेको हुन्छ मेरो मेरो ट्रिप झनै सजिलो बनायो हन्डाले भनेर कि त्यो बिचमा हालिदिन्छ अनि अर्को एकजना अर्को घुम्न जाने केटा छ त्यसले चाहिँ पेप्सीको प्रचार गरिरहेको थियो अनि अनि त्यसै गरी तपाईँले उसको एडहरू हेर्नु भएको छ जिग्री सेक्वाको जिग्री त छैन सर जिग्री सेक्वाको एडहरू चाहिँ एउटा प्रोडक्सन हाउसलाई दिएको छ होइन आज टिकटकमा नै हेर्नु तपाईँ पुरै कमेडीमा नै बनाएको छ कि फुल्ली कमेडी र जिग्री सेक्वा प्रमोट जिग्री सेक्वा त्यही भएर अहिले चाहिँ टपमै छ भनौँ न नेपालमा मान्छेहरूले मन पराएको उनीहरूको एडहरू यति दामी छ कि पुरै इन्टरटेनिङ हो कि लाग्दैन कि यो एड बनाएको भनेर त्यही भएर चाहिँ हामीले मान्छेसँग या इमोसनली कनेक्ट गराउनु पर्यो सोसियल मिडियामा होइन भने त्यो एउटा सिम्पल पोस्ट बनाएको भरमै चाहिँ मान्छेहरू आउँदैन एड चलाएर नि अहिले त भिडियो एड चलाएन भने चाहिँ झनै नराम्रो छ पोस्टहरू हेर्दैन अहिले कसले हेर्छ र हामीले त हेर्दैन अरू कसले हेर्छ सो हाम्रो अब हुन्छ नि त थ्योरिटिकल पार्ट भनौँ न अहिले इन्ट्रोडक्सन पार्ट हामीले राइट अडियन्स कसरी टार्गेट गर्ने कुन प्लेटफर्म छ भनेर चाहिँ हामीले हेऱ्यौँ होइन कुन प्लेटफर्म चुज गर्ने कहाँ चाहिँ मान्छेहरू बढी छ भनेर है एज ग्रुपको हिसाबले जेन्डरको हिसाबले पनि म्याटर गर्छ सो यसमा केही कन्फ्युजन छ तपाईँले छैन सर यसमा चाहिँ बुझिरहेको छु हुन्छ अब आज चाहिँ हामी यति नै गरौँ आज फर्स्ट डे नै भएकोले हुन्छ अनि अब भोलिदेखि हामी फेसबुक मार्केटिङ एन्ड अटोमेसन हेर्छौँ फेसबुकमा अटोमेसनहरू फेसबुक पेज क्रिएसनदेखि अटोमेसनहरू जम्मै हेर्छौँ तपाईँको पनि केही प्रब्लमहरू छ भने त्यही बेला केही सोध्दा नि हुन्छ हुन्छ यो भिडियो चाहिँ एभ्रिडे तपाईँको हुन्छ नि त दोस्रो दिन जतिमा आइहाल्छ है त हुन्छ हस् ए हुन्छ हस् गुड नाइट सर यो हाम्रो क्लास कति आवर्स हुन्छ आवर्स भन्नाले 1.5 जति नै हुन्छ ए हुन्छ हस् हस् हुन्छ हस् गुड नाइट गुड नाइट भन्ने बेला नै कल काट्दैछ गुड नाइट